हेलो एभ्रिवान, यो चाहिँ मेरो चाहिँ फर्स्टै भिडियो भनौँ होइन। मेरो अरू टाइपको भिडियोहरू त युट्युबमा आइ नै रहेको, यो भ्लग टाइपको भिडियो चाहिँ यो पहिलो हो। अनि आज के भन्नु, हिजो चाहिँ म घरैदेखि घर आएको थिएँ। घर चाहिँ यता प्युठान पढ्नको लागि घरै थिएँ म। अनि चाहिँ हिजो घरै आएको, कस्तो बिग्रिरहेको, बोल्न जाने पो अनि मिल्छ त अनि होइन। अनि चाहिँ यता गाउँमा आएँ नि त, म हिजो आएँ यता गाउँमा। फेरि साथीहरू चाहिँ अहिले सबै कोही पढ्न गएका छन्, कोही कता छन्, कोही कता छन्। त्यही भएर चाहिँ त्यस्तो कोही पनि नाही। अनि चाहिँ कोही पनि नाही भन्नाले यो एउटा दुइटा त छन्, तर अहिले यसको के बोलौँ भन्ने हुँदो रहेछ बा। मोबाइल ठराउँदाखेरि त होइन, नत्र भनेपछि त केही न केही बोलिहालिन्छ जस्तो लाग्ने, तर चाहिँ मोबाइल देखाएपछि चाहिँ आउँदो रहेनछ होइन। नआइरोस् केही छैन, मोबाइल मात्र हो भन्ने सम्झेर चाहिँ म बोलिरहेको छु होइन। अनि चाहिँ के भनेपछि यहाँ चाहिँ त्यस्तो साथीहरू कोही पनि नाही कि। अनि चाहिँ खाना खाएर 12-1 बजी यहाँ कोठामा आएको, यति बेलासम्म सुत्यो। अहिले चाहिँ लगभग 4:30 भइसकिहालेछ। अनि चाहिँ अब आज चाहिँ एक्लै भए पनि माछा मार्न जाने, यानि कि खोलामा जाने भन्ने प्लानिङ चाहिँ गरिरहेको छु। सायद अब एकछिनपछि जान्छु होला। अनि एक्लै त झ्याउ लाग्छ नि त, के गरौँ भन्ने। माछा मार्न गए पनि एक्लै त बोर लाग्ने कुरै नै हो। कस्तो बाखिरहेको छु कि म, कस्तो बाखिरहेको होइन। त्यही भएर चाहिँ आज जाने। अनि चाहिँ भ्लग पनि बनाऊँ न त, कस्तो कस्तो हुँदो रहेछ भ्लग बनाउँदाखेरि। कस्तो हुनु, हात पाटिसक्यो एक किसिमको त्यही नै हो। अनि भर्खर सुतेर उठेँ, आँखा पनि त्यस्तै भइरहेछ। अब चाहिँ म एकछिनपछि फेरि आउँछु। अनि चाहिँ आउँछु भन्दा पनि अनि चाहिँ अब चाहिँ म एकछिनपछि खोला जान्छु। खोला गएर डक्कसँगले तयारी थापेर चाहिँ भोलि बिहान चाहिँ त्यसबाट परेको माछाहरू ल्याएर आउँछु। अब के भन्नु र, सबै बिस्तारमा हेर्दै जानुहोस्। आजको यो भिडियो भनौँ कि भ्लग भनौँ, पहिला भिडियो भन्ने बानी लगाइरहेको होइन। मेरो अरू पनि भिडियोहरू हेर्नु भएको छ भने थाहा होला। पहिला मैले अर्कै टाइपको प्राय कन्टेन्ट क्रिएट गरेर चाहिँ मैले बनाउँथेँ नि त, भिडियो बनाउँथेँ। अहिले चाहिँ भ्लग गर्दाखेरि के बोलौँ भन्ने हुँदो रहेछ क्या। कन्टेन्टहरूमा त जे छ त्यही पर्ने नै त हो, तर चाहिँ यो गाह्रो हुँदो रहेछ। अरूभन्दा पनि हात पाटिँदो रहेछ। अहिले हात पाटिसकिहाल्यो। ल अब चाहिँ एकैछिनपछि म फेरि आइहालेँ है त। हेलो, फेरि पनि त नभनौँ, कन्टिन्यू नै छ त्यही होइन। अहिले चाहिँ धोक्रामा तयारी बोकेर गाडातिरको सवारी भनौँ कि के भनौँ भने यात्रा भनौँ, अब चाहिँ लागिरहेको छ। यता गाडा के भन्ने होइन, गाडा भन्दाखेरि धेरैले बुझ्नुहुन्न क्या। त्यही भएर चाहिँ खोला भनौँ, खोलातिर लागिरहेको छ। अब के गर्नु भनेपछि माछा मार्न एक्लै नै छु। एक्लै भएरै भिडियो बनाइरहेको छु। अलि मान्छेहरू भयो भनेपछि त फेरि भिडियो बनाउन पनि किन बनाइरहेको छु, यहाँ त्यहाँ किन बनाउँला क्या भन्ने जस्तो लाग्छ। त्यही भएर चाहिँ एक्लै हुँदाखेरि बनाइरहेको छु। अनि चाहिँ घर पनि त्यही हो नि त, घरमा अब मम्मी हुनुहुन्थ्यो। त्यही भएर चाहिँ अलिकति बनाउन असहज लाग्यो। त्यही भएर चाहिँ अहिले फेरि बनाउन लगाएको, अहिले फेरि बनाएँ होइन। आज चाहिँ म नदी तल यति सानो छ, अहिले चाहिँ धेरै त्यस्तो ठुलो भन्ने चाहिँ छैन। गाड भन्ने चाहिँ गाडै भन्छ र हाम्रोतिर त, अब तपाईँहरूकोतिर नदी भन्ला हाम्रोतिर गाड भन्ने चलन छ। अनि चाहिँ एकदम धुलो उडिरहेको छ। अहिले चाहिँ लगभग 5 बजिसक्यो। अनि साँझको 5 बजिसक्यो। अहिले म यता आएको छु गाडा। अनि चाहिँ त्यही हो, अब म तल झर्छु। अब चाहिँ म तल बगरमा गएपछि, गाडको बगरमा गएपछि फेरि भिडियोलाई ब्याक गर्छु है त। अहिले चाहिँ म यता तल बगरमा आइसकेको छु। अनि चाहिँ यता बगरमा आइसकेँ। अनि चाहिँ यता भिड फेरि अलि अप्ठ्यारो थियो बाटो, त्यही भएर भिडियो बनाएन। यता भिड चाहिँ अलि अप्ठ्यारो थियो, त्यही भएर भिड झरेर चाहिँ भिडियो गराएको होइन। त्यही अब चाहिँ नदीको साउन्ड पनि आइसकेको छ। अनि नजिकै आइसकेको छु। एक्लै हो, एक्लै भएपछि बढी झ्याउ लाग्छ नि त। उनीहरू पुगेँ भनिरहेको छु, एक्लै भएपछि झ्याउ लाग्छ। झ्याउ भएपछि के गर्ने त अनि भिडियो बनाउने त्यही नै हो। त्यही भएर नि भिडियो बनिरहेको छ यो चाहिँ। ल अब चाहिँ बिस्तारमा त्यही नै हो। अब चाहिँ नजिक आइसकेको छु। अब तयारी थाप्छु। तयारी
तयारी भन्ने कस्तो हुन्छ त्यो पनि देखाइदिन्छु होइन एकछिन अहिले लिभरपछि। अब एक्लै छु मोबाइल कसरी देखाउनु मोबाइल त्यही मिलेसम्म देखाउँ होला गरौँ होला के नै भयो र आज मजाले जिस्किँदै गर्दै गर्नु त साँझ बल्ल कति 5 बजे छ अनि 5 बजेको भनेपछि त टाइम टन्नै छ अहिले 7:30 वर्षसम्म त उज्यालै हुन्छ नि त आजकल। त्यसपछि त्यस बेलासम्म उज्यालै हुन्छ त्यस बेलासम्म त के गर्नु गराएर त बस्नु पर्यो केही न केही त बस्नु पर्यो तयारी थापेपछि। पर भिरबाट ढुङ्गा खसेको के खस्छ भने बा डराउँथ्यो हुन्छ नि त अनि सानो बढी हुन्थ्यो कि यस्तो के खस्यो भने डराउँथ्यो भन्ने हुन्थ्यो नि त कि त्यस्तै हो भनेर हेरेको। म चाहिँ ल आइसकेको छु अब चाहिँ भिडियो अफ गर्नुपर्छ कि क्या हो जस्तो लागिरहेको मलाई। भिडियो अफ त हुँदैन ल कन्टिन्यू गइरहेको छ हाम्रो भिडियो। तल पुलमुनिदेखि जाऊँ पुलमुनिदेखि सुरु गरौँ। ओके यहाँ पानीमा हाँस रहेछ यहाँ अब हाम्रो फेरि मोबाइल त्यस्तो हाई क्वालिटीको परेन क्या दामी छ नत्र भनेपछि टक्कसँग भिडियोहरू देखाउनु हुन्थ्यो छैन नि त यहाँ मलाई त पुरा बलर ल्याए जस्तो ल्याइरह होला अनि कहाँबाट गति लाउँछ त अनि त्यही भएर चाहिँ आपत छ नि त हो। त्यही हो हाम्रो नदी फेरि यस्तो छ र यस्तो छ टक्कसँग यहाँ धेरै ठुलो छैन अहिले त पानी सुकेर लास्टै सानो भइसकेको छ अनि यस्तो छ। अनि के भन्नु र खोला सुकिसकेको छ कि अब आजकल चैत अझ चैत भयो जेठसम्म कस्तो होला यो सानो त्रिको भइसक्छ कुलत्र भइसकिसक्यो सायद त्यही हो अफ भयो अब के गर्नु चार्ज सकिन्छ अफ गरेर भने हाम्रो घर चाहिँ यो यतादेखि माथि हो त्यही नै हो ल म चाहिँ आइसकेँ यता खोलानेर पानी त एकदम सफा छ नि त छन त धेरै पछि आएको छु खोला न पहिला चाहिँ मङ्सिर असार साउन भदौ बेला आएको थिएँ अनि चाहिँ अहिले ठ्याक्कै चैत भन्नुपर्छ धेरै पछि हो नि त अनि हाम्रो 5 मिनट लाग्दैन राम्रोसँग हाम्रो घरबाट त खोलाउन चाहिँ 5 मिनट पनि लाग्दैन लाग्न चाहिँ त्यही पनि अलिकति चाहिँ धेरै पछि नै आएँ म पहिला आएको थिएँ म भदौमा आएको थिएँ अनि चाहिँ भदौपछि अहिले बल्ल अहिले के चैतै त भनौँ अनि 10 दिन चैत लाग्न अनि बल्ल आएको छु ल एकछिन चाहिँ म चाहिँ अहिले एक कुम्ला त्याडी मध्ये अहिले चाहिँ एउटा त्याडी बनाउन गइरहेको छु त्यो चाहिँ यो त्याडी हो। अब चाहिँ मैले यसलाई चाहिँ अब ढुङ्गासुङ्गा बाँधेर चाहिँ टक्कसँग एकदम पर्फेक्ट गराउँछु डाँस्नको लागि। अब त्यसको लागि चाहिँ देखाउनको लागि चाहिँ अब यो भिडियोमा मिल्दैन यो भिडियोमा सकिँदैन होइन किनभनेपछि एक्लै छु अब मोबाइल चाहिँ कसरी गराउनु कि स्ट्यान्ड त्यस्तै स्ट्यान्ड छोडिदिनु होइन त्यही भएर चाहिँ अहिले चाहिँ केही जुक्ति लगाउँला सुरुको हो नि त अनि त्यही भएर पनि हो यता खोलाको साउन्ड पनि आइरहेको होला मेरोभन्दा बढी सुनिरहेको होला यता टेढाको साउन्ड ल ठिक छ एकछिनपछि फेरि ब्याक। हेलो अझै पनि म यतै नै छु यानि कि खोलैमै छु अहिले चाहिँ लगभग 6:30 जति भइसकेको छ। म चाहिँ 6 बजे पनि झ्याउ लाग्यो अनि एकछिन मोबाइल गराएर बसिरहेको छु अनि चाहिँ अरू के नै भन्नु र होइन फर्स्ट भिडियो कस्तो हुन्छ यताति नदी छ यसको साउन्ड किसिमसँग आइरहेको छ भएर पनि हो होइन यताति के दामी देखिँदो रहेछ त होइन क्यामेरा त्यस्तो राम्रो त होइन मेरो नदी चाहिँ राम्रै आउँदो रहेछ यसको साउन्डले गर्दा चाहिँ त्यति क्लियर चाहिँ मेरो साउन्ड आइरहेको छैन होला त्यही पनि म त्यस्तो धेरै केही पनि बोलिरहेको छैन अहिले चाहिँ झ्याउ लाग्यो कति गर्नु त्याडी थाप्दा त्याडी जो भन्छ हाम्रोमा अब एक्लै छु नि त अनि झ्याउ लागिहाल्छ नि त एक्लै यत्रबाट गीत सुन्दै बनाउँदै गरिरहेको थिएँ अनि झ्याउ लाग्यो अनि झ्याउ के भन्नु बोर लाग्यो बोर
बोर लाग्यो। त्यसपछि चाहिँ एकछिन फेरि ल अब फेरि एकैछिनपछि लगभग 6:30 भइसकेको छ। अब चाहिँ घाम पनि गइसक्यो। अब लगभग आधी घन्टाको त अँध्यारो भइसक्छ होला। यो अहिले जाने बेला भिडियो बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरो छ। मिले बनाउँला, नमिले के छ र, भोलि बिहान छँदैछ ल। अब चाहिँ अड्डिम पहिला अब चाहिँ सकिसक्यो भनौँ। सकिन त के सकिस अझै होइन, सकिएको चाहिँ छैन। तर चाहिँ के भयो भनेपछि रात पनि परिसक्यो अनि घर जाने पनि त्यस्तै भयो, जार लाएन। अनि लगभग 11-12 मात्रै थापेर चाहिँ 11-12 मात्र तयारी डाँसेर चाहिँ अब जान लागेको छु घर। उज्यालै छ, त्यस्तो टाइम पनि कति लगभग 7 बजिसक्यो होला। यही मोबाइलबाट हेर्ने हो अनि चाहिँ यसरी छ। अनि ब्याक क्यामेराबाट गरेको छु अनि हेर्नु हुँदैन। 7 बजिसक्यो होला। अब चाहिँ भोलि बिहान 5 बजी आउने छु। अब चाहिँ यहाँबाट खत्तै माथिबाट चाहिँ यसरी यता डाँस्दै गएको छु। अब चाहिँ तल जाने बेलासम्म गन्दै जान्छु नि त। अनि कतिवटा भन्ने त फिक्स छैन, त्यही भएर चाहिँ गन्दै जान्छु। अनि चाहिँ भोलि बिहान आउने बेलामा पनि टक्कसँग सजिलो हुन्छ नि त। त्यही भएर चाहिँ जान्छु। अनि त्यहीबाट निक्लेर चाहिँ आएको बाटैबाट घर गइन्छ। अनि अब चाहिँ भोलि बिहान आउँछु टक्कसँग उज्यालो हुँदा बित्तिकै घरबाट हिँड्छु। अनि आएपछि भोलि बिहान चाहिँ भाइले लिएर आउनु पर्ला होइन। भोलि बिहान चाहिँ माछाहरू निकाल्न लागेको पनि भिडियो बनाउनु पर्ला। भाइले पनि लिएर आउनु पर्ला, सोचिरहेको छु। लिएर आउनु पर्ला भाइले पनि ल। अब मर्निङ टाइममा भेट्नेछु, बाई। हेलो, अहिले चाहिँ बिहानको 6 बजिसक्यो, त्यही पनि अँध्यारै छ। अब हामी चाहिँ चिन्ने छैनौँ होला सायद। म र भाइ भएर चाहिँ अहिले यता नदीमा जान लाग्यौँ त्याडे निकाल्नलाई। अब चाहिँ हामी अँध्यारै छ अहिले पुरा। चाँडै नै जानुपर्छ नि त, नत्र भने हाँसले चाहिँ खाइदिइहाल्छ। अनि त्यही भएर चाहिँ जान लाग्यौँ अहिले। अब चाहिँ एकैचोटि नदीको सामने गएपछि फेरि ब्याक हुने नै छु। अहिले चाहिँ हामी यता बगरमा आइसक्यौँ। अब चाहिँ यताटी हाम्रो चाहिँ यही नै हो लास्ट चाहिँ। अब यहाँबाट निकाल्दै जान्छौँ तलतिर। अहिले चाहिँ मेरो साउन्डभन्दा बढी यो खोलाको साउन्ड आइरहेको होला। सेल्फी रहेछ त अनि क्यामेरा त। अहिले चाहिँ हामी यता आइसक्यौँ, ठ्याक्कै नदीतिर आइसक्यौँ। ओए यो निकाल यो ढोक्रा निकाल भनेको म निकालिदिउँ। अनि चाहिँ अब ढोक्रा निकाल्ने त यो त्यहाँ राख्ने ढोक्रा निकाल भनेको पर निकाल्न गएको छ। अब हेरौँ यहाँ परेको छ कि छैन भन्ने कुरो। सक्सेस छैन, रित्तै छ। टक्कसँग ऊ त्यहाँ चप्पलहरू देखिरहेको छ नि त। अब नि रित्तै रहेछ। केही छैन, अब चाहिँ त्यस्तै नै हो त्यो भन्ने चाहिँ। एकछिनपछि फेरि आउला भिडियोमा। सुरुकोमा चाहिँ नपरिकन उद्घाटन भइहाल्यो। अब चाहिँ अरू छ, अरू आएर बनाइहाल्छ किन खाल्छस् क्या? आइ लिएर पाल्यो त्यस्तै फाल्छ परबाट। अनि त्यही गरेर चाहिँ भनेको होइन। अब चाहिँ एकछिन अरू क्यारेहरू पनि निकाल्नु पऱ्यो भटाभट गरेर। अब त्यस्तो लाग्छ, मात्र पर्ला नपर्ला कि आफ्नो ठाउँमा छ। परेन, एउटामा चाहिँ खाली भइहाल्यो। ल एकछिनपछि फेरि हेलो। आजको कार्यक्रम चाहिँ क्यामेरा थुप्रै छ। आज चाहिँ यतै नै सकिहाल्यो। लगभग आधाभन्दा बढी त्याडी चाहिँ अब माछा निकालेर कसैले लगिदिएको रहेछ होइन, चोरेको रहेछन्। त्यही भएर चाहिँ त्यस्तो धेरै भएन। त्यही पनि लगभग अलिकति त भएकै छ, त्यसलाई पनि के भन्नु होइन। अब चाहिँ जानु पऱ्यो, घरतिर जानु पऱ्यो। त्यही नै हो। अब चाहिँ जानु पऱ्यो घरतिर।
अनि यो भिडियो पनि लगभग यहीँ नै सकियो भनौँ। यो भिडियो चाहिँ अब यहीँ नै सकियो। अब चाहिँ नेक्स्ट भिडियो आउला, कहिले आउला थाहा छैन, त्यही पनि आउला बिस्तारै। ल बाई बाई।